आजको दिनको सुरुवात भएको छ आलु लाएर गाइज हैन। आज चाहिँ हाम्रो दिनभरि आलु लाएर बल्ल सकियो के मम्मी म आमा भएर हैन। आलु लाएर चाहिँ हामीले सकियो नि। आलु चाहिँ कति हुन्छ थाहा भएन। आलु चाहिँ हामीले लाएका चाहिँ छौँ हैन। अनि यो मेरो भिडियो चाहिँ 2 दिनको कम्बाइन हो हैन। अनि मेरो बहिनीहरू नि आइछन् के 2टा चुलबुलिसी बहिनीहरू। अनि हाम्रो चाहिँ आलु लाउँदा लाउँदा यस्तो हालत भएको थियो। घाम लागेको फेरि त्यति बेला चाहिँ यस्तो घाम कुरै नगरम। अनि आमा चाहिँ आलु काट्ने हामी लाउने मान्छे चाहिन्छ भने कसैको बर्तन बिहा बर्तनले मुङसिनी लगाइरहेको छ। लगनको महिनामा कसैलाई बिहा बर्तन भोज भतेर व्रत बन्धनमा सब चाहिन्छ। भाडा पनि मान्छे चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। यी भाडा त राम्रो बनाउनुहुन्छ। यी अल्छी हुनुहुन्छ। खाना चाहिँ उहाँ शाकाहारी हुनु नि हो। के पनिर मात्र चाहिन्छ मलाई। खुर्सानी खासै खुर्सानी खानु चटपट र उबालिन्छ। अरू खानु माछा मासु खानु नभले साक्षी मान्छे यसो बेरोजगारी मान्छे चाहिन्छ भने सुत्ने मान्छे चाहिन्छ भने यी दुईतिर सम्झनु होला। यी हाई भन त यहाँ चाहिँ एउटा चन्नाली थियो। अर्की त्यस थियो। भाडा मान्ने मान्छे चाहिन्छ भने हजुरहरूले सम्पर्क गर्नु होला। उहाँलाई धन्यवाद। तपाईहरुले देख्न सक्नु भएको छ मेरी बहिनीले चाहिँ चटपट बनाएर आज खुवाउँछु भनेर कसेकी छिन् हैन। आज चटपट खाउने अरे। आजको लागि यति नै।